यस इपिएस टपिक प्र्याक्टिस युट्युब च्यानलमा तपाईलाई स्वागत छ। गतको भिडियोमा हामीले कोरियामा काम गर्न कसरी जाने भन्ने बारेमा चाहिँ एउटा छोटो जानकारीमूलक भिडियो बनाएका थियौं। आज चाहिँ त्यसै भिडियोसँग सम्बन्धित कोरियामा हामी काम गर्न जान्छौं जुन इपिएस, त्यो इपिएसको बारेमा चाहिँ इपिएस के हो भन्ने बारेमा चाहिँ हामी चाहिँ एउटा सम्पूर्ण जानकारी लिएर आएका छौं। तपाई पनि जानकारी लिन चाहनुहुन्छ भने चाहिँ भिडियोलाई चाहिँ स्किप नगरिकन अन्तिमसम्म हेरिदिनु होला है त। ल हामी भिडियो सुरु गरौँ। इपिएस हामी चाहिँ अब इपिएस को फुल फर्मबाट हामी अगाडि बढ्छौं। ई फर के भयो त इम्प्लोइमेन्ट, पी फर के भयो त परमिट, एस फर के भयो त सिस्टम। भनेपछि इपिएस को फुल फर्म के रहेछ त हेरौँ त इम्प्लोइमेन्ट परमिट सिस्टम रहेछ। भनेपछि नेपालीमा के भनिन्छ इम्प्लोइमेन्ट भने के हो त्यसै रोजगार, पी फर के भयो त परमिट अनुमति, सिस्टम भने के हो त यसरी प्रणाली रहेछ। अब नेपालीमा यसको अर्थ के रहेछ इपिएसको यसरी रोजगार अनुमति प्रणाली रहेछ। भनेपछि कोरियनमा कसरी भनिन्छ त भन्दाखेरि रोजगार भने के हो त खोयोङ, अनुमति भने के हो त हगा, त्यो प्रणाली भने के हो त यसरी जे गर्छ। भनेपछि इपिएस भनेको कोरियनमा के रहेछ भन्दाखेरि हेर्नु त यसरी खोयोङ हगा जे रहेछ है। इपिएस के हो अझ यसको बारेमा हामी थप कुराहरू बुझौँ है त। हेरौँ त सन् 2005 बाट चाहिँ इपिएस लागू भएको हो भने नेपालमा 2008 बाट इपिएस लागू भएको हो। भनेपछि के रहेछ त विश्वभरमा चाहिँ 2005 बाट इपिएस लागू भएको थियो भने नेपालमा चाहिँ के त 2008 बाट चाहिँ इपिएस लागू भएको रहेछ। यसअघि चाहिँ नेपालबाट मुन्द्रक तथा लुम्बिनी जस्ता म्यान पावरहरूले धेरै ठूलो रकम लिएर कोरिया पठाउने गर्थे। यसअघि चाहिँ के हो त मुन्द्रक लुम्बिनीहरू जस्ता म्यान पावर थिए जसले चाहिँ ठूलो रकम लिएर चाहिँ कोरिया पठाउने गर्दथे। इपिएस परीक्षा पास दिएर जाने भिसा भनेको चाहिँ E9 भिसा हो। जस्तै हामीले यदि इपिएस परीक्षा पास गर्छौं जान्छौं भने कुन चाहिँ भिसा जान्छौं त यसरी E9 भिसामा जान्छौं। E9 भिसा चाहिँ कस्तो हो त अध्यक्ष कामदार जाने भिसा हो। अध्यक्ष भन्नाले कस्तो हो त कुनै पनि दक्षता नभएको अध्यक्ष सिप नभएको मान्छे पनि कोरिया जान सक्छ। त्यसमा चाहिँ के हो त E9 भिसामै जाने हो। त्यसैले केही सिप नभएको अशिक्षित व्यक्ति पनि इपिएस परीक्षा पास गरेर कोरिया जान सक्छन्। यदि तपाईसँग कुनै पनि सिप छैन अशिक्षित हुनुहुन्छ तैपनि तपाईले इपिएस को परीक्षा चाहिँ पास गरेर चाहिँ कोरिया जान सक्नुहुन्छ। इपिएस प्रणाली चाहिँ कस्तो भन्दाखेरि हेर्नु त G2G हो गभर्नमेन्ट टु गभर्नमेन्ट है गभर्नमेन्ट टु गभर्नमेन्ट हो। यो चाहिँ के हो त त्यसैले इपिएस कार्यालय गर्कोलाई बाहेक अरु कसैलाई पनि E9 भिसामा कोरिया पठाउने अनुमति छैन रे। हेर्नु त के रहेछ भनेपछि यो चाहिँ के हो G2G हो गभर्नमेन्ट टु गभर्नमेन्ट। यदि कोही कसैले बाहिरको मान्छेले तपाईलाई म कोरिया पठाउँछु भनेर पनि उल्लेसँग के हो उल्ले पठाउन सक्दैन उसँग अनुमति छैन। कोरियामा पठाउने E9 भिसामा पठाउने भनेको एकजनालाई मात्र एउटा हाम्रो कार्यालय मात्र अथोरिटी छ त्यो चाहिँ के हो त इपिएस कार्यालय गर्कोलाई मात्र अनुमति छ अरु कसैले पनि यो पठाउन सक्दैन यति बुझ्नु होला। यदि कसैले चाहिँ कोरिया पठाउँछु भनेर तपाईसँग पैसा लिन खोज्छ भने त्यो मान्छेले चाहिँ ठगेको हो ठग्न खोजेको हो भनेर बुझ्दा हुन्छ है। अरु मान्छेले पठाउनै सक्दैन त्यो गैर कानुनी हुन्छ जानै सकिदैन। अब हामी इपिएस परीक्षाहरुको बारेमा हेर्छौं अझ थप हेरौँ है त। इपिएस परीक्षाका किसिमहरु रे कति खालका इपिएस को परीक्षाहरु थिए विगतमा हामीले यसको बारेमा पनि हेर्छौं। अहिले कुन परीक्षा भइरहेछ त्यो पनि हेर्छौं। पहिला हेरौँ त हामीले हेरौँ पीबीटी यो त पेपर बेस्ड टेस्ट जुन कागजमा लेखेर दिने तपाईले नाम भएर थाहा पाउनु होला कागजमा लेखेर दिने टेस्ट हो। पहिला चाहिँ पीबीटी दिइन्थ्यो 2008 बाट 2019 सम्म हो 19 पनि हो 22 सम्म हो जस्तो लाग्छ। युबिटी चाहिँ 23 बाट सुरु भएको जस्तो लाग्छ है। यसमा मैले कन्फ्युज भएँ। पीबीटी लाग्थ्यो। यो परीक्षा चाहिँ कोरियाबाट फर्केका र नयाँ दुवै खालका नागरिकले दिन सक्थे रे। यो परीक्षा चाहिँ के हो त भन्दाखेरि कोरिया गएर आइसकेको मान्छेले जाँच दिन पाउँथे पीबीटीमा फर्म भर्न पाउँथे। त्यस्तै गरी नयाँले पनि के हो त यो फर्म भर्न पाउँथे। यो चाहिँ कस्तो हो स्कुल कलेजमा हुने जस्तै कागजको पेपरमा लेखेर दिने परीक्षा हो। जस्तै हामीले स्कुल कलेजमा हामीले कागजमा लेखेर दिन्छौं नि त्यस्तै खालको कागजमा दिने परीक्षा हो भन्न खोजेको हो।
सही उत्तरको अप्सनमा गोलोभित्र चाहिँ कालो थोप्लो बनाएर यो परीक्षा दिने गरिन्थ्यो अरे। हेर्नु त, यदि हाम्रो त्यो बेला चाहिँ एन्सर सिटमा चाहिँ गोलो कालोले यसरी थोप्ला जस्तो बनाइन्छ, टिका जस्तो, त्यो बनाएर चाहिँ हामीले एन्सर छानेर यसरी परीक्षा दिने गरिन्थ्यो। अन्त हजारौँ विद्यार्थीहरू भए तापनि ठुला ठुला स्कुल कलेजलाई सेन्टर तोकेर 3-4 दिनमा परीक्षा लिने गरिन्थ्यो अरे। जस्तै लाखौँ विद्यार्थी भए पनि त्यो बेलामा त 3 दिन 4 दिन अथवा 2 दिन लगाएर विभिन्न सेन्टरमा एउटै सेन्टरमा 10,000 15,000 मान्छेको लागि चाहिँ सिफ्ट गराएर चाहिँ इक्जाम गर्ने गरिन्थ्यो बेला चाहिँ है। अहिले चाहिँ जुन हाम्रो जुन छ युबिटी छ, त्यसले चाहिँ महिनौँ वर्ष लाग्छ परीक्षा दिनलाई। त्यो बेलामा चाहिँ सङ्ख्या धेरै भए पनि कागज दिने भएको कारणले स्कुलमा जस्तै हामीले डेस्कमा बसेर दिन्थ्यौँ, त्यस्तो भन्न खोजेको हो। नतिजाको लागि उत्तर दिएको कागज कोरिया पुगेर चेक हुने भएकोले नतिजा आउन समय लाग्दथ्यो अरे। यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि जुन हामीले पेपरमा लेखेको छ नि यो इक्जामको, यो चाहिँ के हो त कोरिया पुग्थ्यो। अनि कोरिया पुगेर मेसिनमा लगेर चेक भएर आउँदाखेरि चाहिँ यसको चाहिँ रिजल्ट आउनलाई चाहिँ अलिकति समय लाग्ने गर्थ्यो पहिला पहिला। हाल चाहिँ यो परीक्षा प्रणाली हटिसकेको छ। अहिले यो पिपिटी सिस्टम छैन, यो पुरानो सिस्टम हो है। यो परीक्षा कसले लिन पाउँछ त भन्दाखेरि हेरौँ, आवेदकका योग्यताहरू नेपाली नागरिक हुनु पर्थ्यो। 2010 जनवरी 1 पश्चात भिसा अवधिभित्रै स्वैच्छिक रूपमा नेपाल फर्केकाहरूले परीक्षा दिन पाउँथे। त्यस्तै गरी उमेर 18 कटेको 39 ननागेको 18 दिनसम्म यी व्यक्तिहरूले पनि यो परीक्षा दिन पाउँथे। त्यस्तै गरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएका व्यक्तिहरूले पनि यो परीक्षा दिन पाउँथे। त्यस्तै गरी कोरियामा अवैधानिक अथवा इलिगल रूपमा नबसेका व्यक्तिहरूले पनि यो परीक्षा दिन पाउँथे। त्यस्तै गरी नेपालबाट अरू देश जान रोक नलगाएका व्यक्तिहरूले पनि यो परीक्षा दिन पाउँथे। त्यस्तै गरी कलर ब्लाइन्डनेस नभएका व्यक्तिहरूले पनि परीक्षा दिन पाउँथे। त्यस्तै गरी के त हातको औँला नचिनेका व्यक्तिहरू तिनीहरूले पनि यो परीक्षा दिन पाउँथे। त्यस्तै गरी कोरियामा इन्डियन अथवा इटिएन भिसामा 4 वर्षभन्दा धेरै बसेको मान्छेहरूले पनि यो परीक्षा दिनहरू पाउँदैन थिए। अब हामी अर्को हेर्छौँ, सिबिटी कम्प्युटर बेस्ड टेस्टिङ। नाम थाहा भन्नुभयो के त कम्प्युटरमा बसेर दिने परीक्षा रहेछ है। यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि कोरियाबाट फर्केकाहरूले दिने हो, तर कस्तो त 4 वर्ष 10 महिनाभन्दा बढी नबसेकाहरूले। यो चाहिँ के हो त कम्प्युटर मार्फत दिइने परीक्षा प्रणाली हो अरे। हेर्दा एक पटकमा सीमित परीक्षार्थीहरूले मात्र यो परीक्षा दिन पाउँछन्। यसको अर्थ के हो त केही निश्चित व्यक्तिहरू हुन्छन्, कोरियाबाट कोटा आउँछ, त्यो कोटामा उसले आफूले फर्म भर्छ दिने। अब उता कोरियाबाट आफ्नै कम्पनीले तान्यो भने तान्यो, तान्यो भने तानेन। त्यही माथि सिबिटीमा सबैले सिबिटी दिइहाल्दैनन्, त्यही भएर दिने मान्छे पनि कम हुन्छन् है। परीक्षा सके लगत्तै नतिजा हेर्न सकिन्छ अरे। यो त के हो कम्प्युटरबाट दिने परीक्षा हो नि त। सकिने बित्तिकै चाहिँ आफ्नो मार्क्स कति आयो भन्ने कुराहरू चाहिँ हामीले ठ्याक्कै हेर्न सकिहाल्छौँ। यस परीक्षामा 40वटा प्रश्नहरू समावेश भएको हुन्छ है। यसमा 40वटा प्रश्नहरू समावेश भएको हुन्छ। अरूमा पनि त्यस्तै हो, 40 समावेश हुन्छ, तर हेर्दा यहाँ 8वटा प्रश्नहरू चाहिँ कामसँग सम्बन्धित हुन्छन्। जस्तै हामीले सिबिटी भर्ने बेलामा कुन सेक्टरमा काम गर्ने भनेर त्यहाँ टिक लागेको हुन्छ, त्यही सेक्टर अनुसार चाहिँ हामीलाई 8वटा क्वेसनहरू आउँछ। मेसिन सम्बन्धी काम सम्बन्धी प्रश्नहरू त्यही आउँछन्। कोरियामा बसेर आएकाहरूले दिने परीक्षा भएकोले साधारण युबिटी परीक्षाभन्दा अलिक कठिन मानिन्छ। यो चाहिँ कस्तो त कोरियामा बसेर आएको मान्छे दिने परीक्षा हो नि त, त्यही भएर क्वेसन चाहिँ अलिकति गाह्रो गाह्रो खालको बनाएको हुन्छ, अलिक गाह्रो गाह्रो लाग्छ। यस परीक्षामा कोरियामा विभिन्न प्रकारको तालिम, भाषा, परीक्षा, एपिएस टपिक दिएका परीक्षार्थीहरूलाई थप 25 अङ्कसम्म दिने व्यवस्था हुन्छ अरे। यदि कोही कसैले चाहिँ कोरियामा कुनै तालिम लिनुभएको छ भने त्यसको मार्क्स अथवा टपिक लेभल कति छ त्यो अनुसार चाहिँ मार्क्स बढाएर म्याक्सिमम चाहिँ के हो त 25 अङ्कसम्म पाउने व्यवस्था गरिएको छ। अब यसको लागि के छ योग्यता, सिबिटी भनेको योग्यता एकचोटि हेरौँ। अरूमा जस्तो चाहिँ हेर्दा ठ्याक्कै नेपाली नागरिक हुनुपर्छ। 2010 को जनवरी 1 पछि चाहिँ के हो भिसा अवधिभित्रै स्वैच्छिक रूपमा नेपाल फर्केका मान्छेहरूले परीक्षा दिन पाउँछन्। उमेर 18 कटेको र 39 ननागेका व्यक्तिहरूले पनि परीक्षा दिन पाउँछन्। फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएका व्यक्तिहरूले यो परीक्षा दिन पाउँछन्। त्यसै गरी कोरियामा अवैधानिक रूपमा नबसेका व्यक्तिहरूले पनि यो परीक्षा दिन पाउँछन्। त्यस्तै गरी नेपालबाट अरू देश जान रोक नलागेका व्यक्तिहरूले पनि यो परीक्षा दिन पाउँछन्। कलर ब्लाइन्डनेस नभएका व्यक्तिहरूले पनि यो परीक्षा दिन पाउँछन्। त्यसै गरी हातको औँला नचिनेका व्यक्तिहरूले पनि
परीक्षा दिन पाउँछन्। त्यस्तै गरी कोरियामा E9 E10 भिजामा 4 वर्ष 10 महिनाभन्दा धेरै नभइसकेका व्यक्तिहरूले पनि यो परीक्षा दिन पाउँछन्। अब हामी अर्कोतिर जाउँ। UBT यो त युबिक्युटस बेस्ड टेस्ट UBT। अहिले हामी दिने परीक्षा चाहिँ यही हो। अहिले हामी इपिएसमा चाहिँ यही परीक्षा दिन्छौँ। नयाँ विद्यार्थीहरूले उहाँहरूले पनि दिन मिल्छ। UBT सुन्नुभयो होला। यो चाहिँ त ट्याबबाट दिने एक्जाम भन्छ। ट्याबबाट दिने एक्जाम यही होला UBT। त यो चाहिँ हालसालै लागू भएको इन्टरनेटको माध्यमबाट ट्याबमा परीक्षा दिने परीक्षा प्रणाली हो। यो चाहिँ त ट्याबबाट दिइन्छ परीक्षा प्रणाली हो है। यो चाहिँ भर्खरै लागू भएको छ। कोरिया बसेर आएका र नयाँ दुवैले यो परीक्षा दिन सक्छन्। कोरिया बसेर आएको अथवा नयाँ मान्छेले त यो परीक्षा दिन सक्छन्। अब युबिक्युटसको अर्थ चाहिँ सर्वव्यापी भन्ने हुन्छ नि। यो युबिक्युटस यसको अर्थ त सर्वव्यापी भन्ने अर्थ लाग्छ है। एकै पटकमा विभिन्न ठाउँबाट धेरैभन्दा धेरै परीक्षार्थीले यो परीक्षा दिन सक्छन् रे। यो चाहिँ के हो त इन्टरनेटको थ्रुबाट परीक्षा दिने हो। यसको लागि चाहिँ एकै ठाउँमा धेरै ठाउँबाट एकचोटि एक्जाम दिन मिल्छ। तर के हो त ट्याबलेट चाहिँ चाहियो है। अब हेरौँ इन्टरनेटको माध्यमबाट ट्याबमा परीक्षा हुने भएकोले परीक्षा सके लगत्तै नतिजा हेर्न सकिन्छ। यो चाहिँ के हुन्छ त युबिटीमा तपाईँले परीक्षा दिने बित्तिकै चाहिँ आफैले चाहिँ आफ्नो नम्बर चाहिँ सबमिट गर्ने बित्तिकै नम्बर अगाडि स्क्रिनमा देख्न सक्नुहुन्छ। यस परीक्षामा चाहिँ 20 वटा सुनाइ र 20 वटा पढाइ प्रश्न हुन्छन् रे। तपाईँले सुन्नु होला रिडिङ 20 वटा हुन्छ, लिसनिङ के हुन्छ 20 वटा हुन्छ है। जम्मा गरेको त 40 वटा प्रश्नहरू यसमा चाहिँ हुन्छन्। समय भनेको कति हुन्छ जम्मा 50 मिनटभित्र चाहिँ यो हामीले परीक्षा चाहिँ दिँदैछौँ। अब यो युबिटी पनि कसले दिन पाउँछन् भन्ने बारेमा हेरौँ। आवेदकका योग्यताहरू युबिटी दिनलाई पनि के हुनुपर्छ नेपाली नागरिक हुनुपर्छ। त्यस्तै गरी त 2010 को जनवरी 1 पछि चाहिँ भिजा अवधिभित्रै स्वैच्छिक रूपमा नेपाल फर्केका व्यक्तिहरूले पनि परीक्षा दिन पाउँछन्। त्यस्तै गरी उमेरमा हेरौँ त 18 कटेको 39 नआगेको फारम भर्ने दिनसम्म ती व्यक्तिहरूले पनि यो परीक्षा दिन सक्छन्। त्यस्तै गरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएका व्यक्तिहरूले पनि यो परीक्षा दिन पाउँछन्। कोरियामा अवैधानिक इलिगल रूपमा नबसेका व्यक्तिहरूले पनि परीक्षा दिन पाउँछन्। त्यस्तै गरी नेपालबाट अरू देश जान रोक नलागेका व्यक्तिहरूले पनि परीक्षा दिन पाउँछन्। त्यस्तै गरी कलर ब्लाइन्डनेस नभएका व्यक्तिहरूले पनि यो परीक्षा दिन पाउँछन्। अब यो कलर ब्लाइन्डनेस के हो भन्ने बारेमा चाहिँ मैले योभन्दा अगाडिको भिडियोमा राम्रोसँग भनिसकेको छु। यसको लागि तपाईँले अगाडिको भिडियो एकचोटि हेर्नु होला। अर्को त हातको औँला नचिनेका व्यक्तिहरूले पनि यो परीक्षा दिन पाउँछन्। आज चाहिँ हामीले यो इपिएसको बारेमा मैले जाने बुझेको कुराहरू भने तपाईँलाई के कस्तो लाग्छ एकचोटि हेरेर सल्लाह सुझाव दिनु होला। आजको लागि चाहिँ मैले तपाईँसँग बिदा मागेँ। यहाँसम्म आएर चाहिँ यो मेरो भिडियो हेरिदिनु भयो यसको लागि धेरै धेरै धन्यवाद। र जहाँ जाँदै तपाईँहरू यदि कसैले चाहिँ च्यानल सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ च्यानललाई लाइक र सेयर र सब्सक्राइब गरेर साथ दिनु होला। हस्त धन्यवाद।